कहानीको सुरुवात हुन्छ ओबिटोले कुसिनाको पेटभित्रबाट कुरामालाई निकालिसकेपछि। जब ओबिटोले कुसिनाको पेटभित्रबाट कुरामालाई अनसिल गर्छ तब कुरामा बाहिर आएर लिफ भिलेजलाई पुरै तबाह गर्न लाग्छ। तबाही गर्ने क्रम यो मिनाटोले देखिसकेपछि कुरामासँग लड्छ अनि कुरामालाई नारुतोको भित्र र आफ्नो भित्र सिल गर्ने योजना बनाउँछ। यो सिल गर्ने बेला हाम्रो सारुतोबीले बाहिरबाट हेरिरहेको हुन्छ र कुसिना यो कुरामा पुरा विरोध हुन्छ। कुसिना किनभने अब नारुतोको भित्र यसलाई सिल गर्न लाग्छ, नारुतो मर्न नि सक्छ भनेर यो कुरामा पुरा विरोध गरिरहेकी हुन्छ। तर कुसिना के गरोस्, जबकि मिनाटोले यो प्लान सुरु गरिसकेपछि मिनाटोले अब सोच्छ मैले पुरा यो सिल प्रक्रिया पुरा गर्नुपर्छ र सारुतोबी पनि बाहिरबाट हेरिरहेको हुन्छ। तर सारुतोबीले केही पनि गर्न सक्दैन किनभने मिनाटोले पुरा यो एरियालाई कभर गर्ने गरी एउटा सिल बनाएको हुन्छ ताकि बाहिरको मान्छेले भित्र नदेखोस्। र सारुतोबी यो देखेर एकदमै हैरान भइरहेको हुन्छ र आश्चर्य भइरहेको हुन्छ र सारुतोबीले कति प्रयास गर्छ त्यो गोलोलाई तोड्नको लागि तर सक्दैन, त्यो प्रयास विफल हुन्छ र सारुतोबी एकदम निराश भएर बाहिरबाट हेर्ने योजना बनाउँछ। र सारुतोबीले बाहिरबाट हेरेर कुरामालाई र मिनाटोलाई लडिरहेको हेर्छ। मिनाटो एकदम घायल अवस्थामा हुन्छ र केही पनि गर्न सकिरहेको हुँदैन र कुरामालाई सिल गर्ने प्रक्रिया सुरु भएको हुन्छ र कुसिनाको चेनहरूले कुरामालाई एकदम पक्डिरहेको हुन्छ। त्यही मौका छोपेर हाम्रो मिनाटोले कुरामालाई सिल गरिदिन्छ आफ्नो पेटभित्र एउटा पार्टलाई र अर्को पार्टलाई नारुतोको भित्र। यो सब देखेर हिरुजोन त पुरै छक्क परेको हुन्छ, यो के भइरहेको छ, यो मिनाटोले के गरिरहेको छ भनेर पुरा छक्क परेर बाहिरबाट हेरिरहेको हुन्छ। त्यतिकै बेला एउटा आन्बु आएर हिरुजेनलाई भन्छ हाम्रो ओरिचिमारू भिलेजमा आइसकेको छ र ओरिचिमारूले भिलेजलाई तबाह गर्न लागेको छ। र यो सब सुनेर एकछिन सारुतोबी निराश हुन्छ किनभने सारुतोबीको एउटा प्रिय स्टुडेन्ट हुन्छ नि त ओरिचिमारू, त्यसैले एकदम निराश भएर हेरिरहेको हुन्छ र यो योजना बनाउँछ कि ओरिचिमारूलाई अब म रोक्न जान्छु। तर यो सब हाम्रो ब्ल्याक जेसुको योजना हुन्छ ताकि हिरुजेन यहाँबाट जाओस् र हामीले नारुतोसँग कुरा गर्न पाऊँ र नारुतोको फ्यामिलीसँग कुरा गर्न पाऊँ। किनभने आजको सिरिजमा हामीले हेरेका छौँ मादारा यदि नारुतोको ग्रेन्डफादर भएको भए के हुन्थ्यो। त्यति नै बेला हिरुजेन गइसकेपछि आन्बुको र ब्ल्याक जेसुमा कन्भर्ट हुन्छन्, व्हाइट जेसुमा कन्भर्ट हुन्छन्। यिनीहरू हुन्छन् र मादारालाई भन्छन् अब हिरुजेन गइसकेको छ र हाम्रो प्रक्रिया अगाडि बढाउन सक्छौँ भनेर यिनीहरूले भन्छन् मादारालाई। त्यति नै बेला यिनीहरू भने एक आपसमा कुरा गरिरहेकै थिए। त्यति बेला हाम्रो मिनाटोले सिलिङ प्रक्रिया आफ्नो भित्र एउटा हालिसक्यो र अर्को पार्टलाई हाम्रो नारुतोको भित्र हाल्नै लागेको हुन्छ। त्यति नै बेला परबाट आवाज आउँछ यो सब रोक, किनकि परबाट मादारा आइरहेको हुन्छ र मादाराले यिनीहरूलाई भनिरहेको हुन्छ यो के गर्दैछौ, तिमीहरूले के गर्न लागेका छौ। तब कुसिना र मिनाटो यो सब देखेर छक्क परेर एकहोरो हेरिरहेका हुन्छन्। उसैतिर उताबाट कालो लप्टामा बेडिएको आएको मादारालाई देख्दा यिनीहरू चकित पर्छन् र सोध्छन् मनमा नै यो को हो र यो किन यस्तो भनिरहेको छ। र मादारा केही पनि नबोलेर नारुतोको छाउमा गएर मजाले बसेर नारुतोलाई एकटक हेरिरहेको हुन्छ र नारुतोलाई उठाएर उसको निधारमा ट्याप गरेर उसलाई सारिङ्गान अवेकन गराइदिन्छ। किनभने कुसिनाको यो ग्रेन्ड फादर हुन्छ नि त, कुसिनाको बाउ हुन्छ नि त, त्यसैले अनि कुसिनालाई भन्छ तिमी एउटा उजुमाकीको छोरी हौ, किनभने तिम्रो आमाले तिम्रो भित्र भएको उजुमाकी पावरलाई तिमी भित्रै सिल गरेर राखेका थिइन् तर त्यो शक्ति तिम्रो छोरामा आएको छ। यो सब भन्दै गर्दा कुसिना एकदम छक्क परिरहेको हुन्छन्। उताबाट मिनाटो छक्क परिरहेको हुन्छ। मिनाटोले केही बोल्ने प्रयास गर्छ तर मादाराले केही पनि जवाब दिँदैन। कुरामा पछाडिबाट एकदम आश्चर्य परेर मादारालाई हेरिरहेको हुन्छ र कुरामा डराइरहेको हुन्छ र मिनाटोले कति प्रयास गर्छ मादारासँग बोल्ने तर मादारा एक शब्द बोल्दैन र कुसिनातिर एकटक हेरिरहन्छ।
मादराले कुसिनातिर हेरिरहेको यो सबै दृश्य देख्दा कुसिना एकदम को हो यो मान्छे, कहाँबाट आयो र नारुतोलाई यो सब गर्यो भने छक्क परेर हेर्छि र एकहोरो मादरातिर हेरिरहन्छे र मादराले आफ्नो घुम्टो खोल्छ र भन्छ, तिमी मेरी छोरी हौ। तिम्री आमाले तिमीलाई तिम्रो उचिया शक्ति तिमी भित्रै सिल गरेर राखेकी थिइन् ताकि तिमीले कुरामाको जिन्चुरीकी बन्न सकौ। र त्यति नै बेला कुसिनाको मुखबाट ब्लड बगिरहेको हुन्छ र साइडबाट हाम्रो मिनातोले हेरेर यो सब के भइरहेको छ भनी छक्क परिरहेको हुन्छ मिनातो। त्यति नै बेला मिनातो हाम्रो मादरासँग बोल्ने कति प्रयास गर्छ तर मादराले उसलाई पुरै इग्नोर गरिरहेको हुन्छ र कुरामा बिचमा बोल्छ, तकोस मादरा मादरा भनेर डराइरहेको हुन्छ र मादराले कुरामालाई भन्छ, त चुप बस, एकछिन हामी यहाँ कुरा गरिरहेका छौँ भन्छ मादराले। र मिनातोले भन्छ, तपाईँ मादरा उचिया कसरी मेरो बुढीको बाबा हुन सक्नुहुन्छ। र यति नै बेला मिनातोले त्यो सिललाई प्रक्रियालाई पुरा गर्ने तयारी गर्छ र भन्छ, मादराले भन्छ, यसलाई किन सिल गर्न लाग्यो, यो सिल गर्यो भने यो पुरा भिलेजले नारुतोलाई हेट गर्छन्। तर मिनातोले भन्छ, यो यस्तो हुन्न किनभने मेरा भिलेजका मान्छेहरू एकदम दयालु छन् र यो महान ठान्ने छन्। तर मादराले भन्छ, त मूर्ख, यो सब किन गरिरहेको छस्। र मादराको मिनातोले एक पनि सुन्दैन र मिनातोले नारुतोको भित्र कुरामालाई सिल गर्न प्रक्रिया सुरु गर्छ र मादरा केही पनि बोल्दैन। मादराले बस यति भन्छ, म पछि आफ्नो नातिको भित्रबाट यो कुरामालाई निकाल्ने छु भनेर मादराले भन्छ। अनि यति बेलै सुरु गर्छ 8 डायग्राम सिल सुरु गर्छ र मिनातोले नारुतोको भित्र अर्को पार्टलाई सिल गरिदिन्छ र मिनातो अब मर्न लाग्छ। र मिनातोले जाँदै मिनातो र कुसिनाले त्यो मादरालाई भन्छन्, तपाईँ कसरी हाम्रो पिता हुन सक्नुहुन्छ भनिरहेकी हुन्छ कुसिनाले। मादराले भन्छ, यो सब तिमीलाई थाहा छैन, तिम्रो आमाले यो सब कुरा तिमीबाट लुकाएकी हुन्छन् भनेर कुरा गरिरहेको हुन्छन्। यिनीहरू मर्ने कगारमा हुन्छन्, पुरा मर्नै लागेका हुन्छन् र सोचिरहेका हुन्छन् एउटा हामीले महान काम गऱ्यौँ। र कुसिना भन्दा अगाडि मिनातो मरिहाल्छ अनि कुसिना एक्लै मिनातोलाई पक्रेर रोइरहेकी हुन्छन्। तब पछाडिबाट भन्छ मादराले, के तिमी फेरि जिन्दा हुन चाहन्छौ, तिमी बाँच्न सक्छौ। तर कुसिनाले भन्छ, यो ढिलो भइसकेको छ। र मादराले आफ्नो नाति नारुतोलाई पक्रेर भनिरहेको हुन्छ, कुसिनासँग कुरा गरिरहेको हुन्छ, सबै कुराहरू खुलासा गर्न लागेको हुन्छ। तर के गर्नु, कुसिना एकदम बेहोसी हालतमा पडिरहन्छन्। यी दुवैजना एकै ठाउँमा मरिरहेका हुन्छन् र कुसिना मर्दा मर्दै आफ्नो पिता र आफ्नो छोरालाई हेर्दै खुसी भएर आँखाभरि आँसु निकालेर मरिरहेकी हुन्छन्। र यो सब मादराले देखेर एकदम दुखित भइरहन्छ। पछाडिबाट अचानक हाम्रो जेसु प्रकट हुन्छ भन्नाले देखा पर्छ र मादरालाई भन्छ, यो सब भइसक्यो, हामीले सारुतोबीलाई पठाइसक्यौँ, ओरिचुमारुलाई खोजिरहेको छ सारुतोबीले भनेर मादरालाई भनिरहेको हुन्छ। मादराले भन्छ, यो सब लासलाई तिमी सिल गरिदेऊ, यो लासहरूलाई तिमी लुकाइदेऊ, यसको ठाउँमा यसको नक्ली डुप्लिकेट तिमीले यहाँ राखिदेऊ भनिरहेको। यति बेला एउटा त्यहाँ जेसु हुन्छ, वाइट जेसु, र त्यसलाई अब क्लोनको उपयोग गरिरहेका क्लोन बनाइरहेका हुन्छन् जो मिनाटो र कुसिनाको साइडमा। मादराले एउटा डुप्लिकेट नारुतो बनाउँछ जेसुबाट, एउटा वाइट जेसुबाट डुप्लिकेट नारुतो बनाउँछ र त्यसलाई नारुतोकै खुनबाट, ओरिजिनल नारुतोको खुनबाट एउटा डुप्लिकेट बनाउँछ र त्यो डुप्लिकेट त्यतै छोडिदिन्छ र असली नारुतोलाई पक्रेर लगेर जान लाग्छ। र त्यति नै बेला मादरा त्यो नारुतोलाई लग्ने बेला सारुतोबी आउने खबर सुन्दा बित्तिकै मादरा त्यहाँबाट गायब हुन्छ र सारुतोबी आउँछ र त्यो नक्ली नारुतो र नक्ली त्यो मरिरहेका कुसिना र उसका शरीरलाई दफनाउने गाड्ने प्रक्रिया भन्छ आन्बुहरूलाई, यस्तो गर, यो गर भनेर सारुतोबीले भन्छ। तर सारुतोबीलाई थाहा हुँदैन कि त्यो नक्ली हो, किनभने मादराले त्यो पहिल्यै चेन्ज गरिसकेको हुन्छ। सारुतोबी बिचारो लाटो बड्डोलाई केही थाहा हुँदैन र सारुतोबीले
नारुतोलाई हेर्दै भन्छ यो कति स्ट्रङ, कति बलियो बालक हो, यति सानो उमेरमा आफ्ना आमा बुवा गुमाएको छ यो बालकले भनिरहेका हुन्छन्। र त्यता आन्बुलाई पनि भन्छ यसको सुरक्षा राम्रोसँग हुनु पर्यो भनेर आन्बुलाई गाली गरी रिसाएर गाली गरिरहेको हुन्छ। र ओरिचुमारुको यो खबर झुटा भन्नाले यो गलत खबर कसले सुनायो भने रिसाइरहेको हुन्छ। यता मादरा कछुवाको खोलमाथि चढेर भनिरहेको हुन्छ ओबिटोको हालत कस्तो छ अहिले भनेर सोधिरहेको हुन्छ व्हाइट जेसुसँग। अनि व्हाइट जेसुले भन्छ, अनि मिनातोले उसलाई एकदम नराम्रोसँग पेलेको छ भन्नाले एकदम नराम्रो घायल बनाएको छ र भन्छ। अनि मादराले भन्छ यो कुरा तोबीलाई थाहा नहोस्, ओबिटोलाई थाहा नहोस् भन्दै ब्ल्याक जेसुलाई भन्दै अगाडि बढ्छ। विशाल समुद्रको किनारमा त्यसले आफ्नो एउटा अड्डा, खुफिया अड्डा बनाएको हुन्छ र भन्छ मादराको सेल त छ, बुद्ध स्ट्याचुको सेल त्यो अझै छ भनेर ब्ल्याक जेसुलाई सोध्छ। छ ब्ल्याक जेसुले भन्छ। र भन्छ मादराले मैले यदि मेरो नातिबाट कुरामा निकाल्दा त्यो नमरोस् भनेर भन्छ। यदि तपाईँलाई यो भाग राम्रो लागेको छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सब्सक्राइब र लाइक पनि गरिदिनु होला। र यस्तै